काका यो हामीले के बनाएको आज? यो हाम्रो नेपाली भाषामा तिते भन्छ, हाम्रो लिम्बू भाषामा यसलाई कुम्रेक भन्छ। यो के कोले बनाएको? खासमा कुखुराको भाले अथवा कुखुरा, हजुर, त्यसको भुत्ला डढाएर बनाइन्छ। हजुर, अनि त्यसमा उसको भित्री चिजहरू खुट्टा, पखेटा, जाँते, आन्द्रा भुँडी सबै सफा गरेर हजुर यसमा मिक्स गरिन्छ। हजुर, यसको कसरी बनाउँछु यसको भिडियो पनि म अहिले अपलोड गर्छु। अब यो यसको फाइन पेस्ट कस्तो हुन्छ म अन्तिममा देखाउँछु। अब चाहिँ हामीले यहाँ प्रोसेस वाइज हेरौँ है कसरी तिते बनाउने भनेर। टाइम लाग्छ नि धेरै, यो पनि काट्नु है, लास्टमा बनाउनु नि इन्डोनेसियातिर। यो हामीले के बनाएको आज? यो हाम्रो नेपाली भाषामा तिते भन्छ, हाम्रो लिम्बू भाषामा यसलाई कुम्रेक भन्छ। यो के कोले बनाएको? खासमा कुखुराको भाले अथवा कुखुरा, हजुर, त्यसको भुत्ला डढाएर बनाइन्छ। हजुर, अनि त्यसमा उसको भित्री चिजहरू खुट्टा, पखेटा, जाँते, आन्द्रा भुँडी सबै सफा गरेर हजुर यसमा मिक्स गरिन्छ। हजुर, यसमा मासु त धेरै पो बाँकी गयो। बाँकी सामानहरू प्याज, खोर्सानी, अदुवा, लसुन, हजुर, अनि यो हरियो प्याजहरू अथवा लसुनको पत्ताहरू यो सबै यसरी नै हामी यसरी मिक्स गरेर मसिनो किमा गरिन्छ। किमा बनाइन्छ है यो हामीले। अनि यो जति मसिनो बनायो त्यति राम्रो हो कि? त्यो राम्रो, खान पनि सजिलो अनि मसिनो बनाएर छिटो पनि पाक्छ। छिटो पनि पाक्छ यो। अनि यो अब हामी यसलाई यो यसरी बनाइसकेपछि केमा उ गर्ने? तेलमा फ्राई गर्ने, अनि हल्का नुन हाल्ने, बाँकी सबै आइटम छँदैछ। यहाँभित्र खोर्सानी पनि भइसक्यो, प्याज, अदुवा, लसुन है सबै भयो। ए अब यो भएपछि हामीले भुटेर अनि केसँग खाने त भन्दाखेरि तोङ्बासँग अथवा रक्सीसँग। तङ्गुवा रक्सी नखानेले भातैसँग खाए पनि भयो, भातसँग चटनीको रूपमा खाने। यो चाहिँ हाम्रो स्पेसल खानेकुरा है, यो हामी पाहुनालाई दिन्छौँ नि। यो चाहिँ एकदमै यो हाम्रो लिम्बूहरूको अब राई लिम्बू भनौँ न, हाम्रो अब के भन्छ यसलाई, के भन्छ मेजबान भनौँ न, मेजबान जस्तै एकदम स्पेसललाई बनाएर दिने होइन। यो आज हामीले पनि स्पेसल बनाएर खान लागेको यो लिम्बूहरूको ट्रेडिसनल फुडै ट्रेडिसनल फुड। यो चाहिँ खानै पर्छ सबैजनाले। यो चाहिँ यसरी बनाउने, यदि खान मन लाग्छ भने लिम्बू गाउँमा गएर खाने, नभए लिम्बू साथीहरू छ भने चाहिँ यसरी कस्तो हुन्छ भनेर चाख्दा हुन्छ है। यो चाहिँ र एकदम मिठो हुन्छ र बनाउनु चाहिँ एकदमै मेहनत गर्नुपर्छ यसको लागि। मेहनत नगरी चाहिँ हुँदैन। यसरी एकदम फाइन चप गर्नुपर्छ, यसरी एकदम फाइन स्किल हुनुपर्छ यसको लागि। अनि बाहिर